नमस्ते वेलकम टु माई भ्लग। सो हामी चाहिँ अब नाक्थली हिँडेको है हामी साथीभाइहरू म अनन्त अर्याल हाम्रो सुदर्शन आचार्य यो चाहिँ अच्युत अर्याल म पवन हाम्रो सुमित खरेल हाम्रो मदन कुमार हाई सो हामी चाहिँ यहाँबाट अब अहिले चाबेलबाट निस्केका छौँ अनि हामी पहिला यहाँबाट गएर सायद धुन्चेतिर खाना खान्छौँ होला त्योभन्दा अगाडि कतै चिया खान पनि सक्छौँ अनि त्यहाँबाट त्यसपछि अनि हाम्रो आजको डेस्टिनेसन नाक्थली पुगेर बास बस्ने छ। अब बाइक कुरा हामी बाटोमा गर्दै गरौँ ल। हस् हाम्रो ड्राइभर है एकदम ह्यान्डसम हुनुहुन्छ। हामी टोखाबाट जङ्गलको बाटो बिस्तारै घिसुन्दै माथि माथि बढ्दैछौँ। यहाँबाट चाहिँ हामीले हिमालको पहिलो झल्को देख्यौँ र हाम्रो गन्तव्य चाहिँ यही हिमालको काखमा गएर बास बस्नेछ। ठाउँको नाम के हो? थापा गाउँ। कस्तो लाग्यो? एकदम दामी छ रमाइलो भइरहेछ। रमाइलो भइरहेछ बिजुन छु त्यो धेरै वाउ छैन। खाओ खाओ नमानी लाज मसुकै हाल तिर्ने खाओ खाओ नमानी लाज सबको पैसा तिर्दिन्छु माझ घुम्ती घुम्ती रोड पनि भइसकेको छ तिज घुम्ती 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 आइसकेछ तिज आइसकेछ तिज आइसकेछ तिज आइसकेछ तिज ए बरिलाई आइसकेछ तिज ए बरिलाई र यहाँबाट हामी रसुवा छिर्यौँ। हामी त गरिब उहाँको दुईटा गाडी छ। यहाँबाट चाहिँ हामी लाङटाङ नेसनल पार्क छिर्यौँ। हामी चाहिँ खाना यहाँ रोकेका छौँ। नमस्ते बसाइ कुण्ड होटल। साथीभाइलाई खाना आइपुग्यो। तिम्रो माया स्वर्गै सो धुन्चेमा हामीले खाना खाइसकेर पुनः फेरि आफ्नो गन्तव्यतर्फ लाग्यौँ। यो चाहिँ 12 घुम्ती रहेछ यहाँको। यो चाहिँ घुम्ती नै घुम्ती रहेछ यहाँबाट चाहिँ ड्राइभर दाइको अनुसार लगभग 2 घन्टामा आज चाहिँ हामी तापनिभन्दा अलिकति माथि जहाँबाट चाहिँ हामी हिँड्छौँ त्यहाँ पुग्नेछौँ। त्यही हो 1 घन्टालाई मात्र लाग्छ भन्छ नि बाजे। सो नाक्थली यताबाट भन्ने ठाउँमा सबैजना मिलेर फोटो खिचेर अनि त्यहाँबाट बिस्तारै हामी आफ्नो गतिमा माथि उकालो लाग्यौँ। कोही लाठी टेकेर कोही आफ्नो
ब्याग बोकेर कोही के गरेर बिस्तारै हामी माथि लाग्यौँ। सो आफ्नोलाई पनि देखाउन थिम्पूमा। हामीले उकालो उक्लिँदैछौँ। उकालो उक्लिरहेछौँ। अबको 1 घन्टामा हामी नाक स्नेक थलीमा पुग्छौँ हामी होइन। नोज थली हो कि स्नेक थली हो थाहा छैन है हामीलाई। सो यहाँ चाहिँ हाम्रो लाली गुराँस कुदेको छ झपक्कै हेर्न सक्नुहुन्छ। गुराँस पनि थरी थरीको छ है, 3 थरीको छ। बने खायो डढ्यो। बने खाए त ऊ वनमा रह्यो होला नि। बने खायो डढेको है। यति राम्रो ठाउँमा आएपछि एउटा सेल्फी त भन्छ। के थाक्नु हेर्ने तिमीहरू है कति कति थाक्नु मान्छे। रोल्पा पुगेर आयो मान्छे। के अरे नाच्नु पुग्यो तलबाट गुम्बासम्म त हिँड्दै आयो भने यहाँ मान्छे कति के छ र पुगिहालिन्छ नि। यी च्याङ्राहरूले नि कहाँबाट को आयो यिनीहरू हल्ला गर्दै भन्ठानेर होला बिचराहरू। चारैतिर लाली गुराँसै लाली गुराँस देख्दा त कति आनन्द भयो। यो ठाउँ त स्वर्गै हो, स्वर्गै। छोटो समयमा राम्रो ठाउँ पुग्नु छ भने यो ठाउँ चाहिँ अवश्य जानुपर्ने छ। This is Nepal. गाइज सबैले त अनि यहाँबाट चाहिँ मेरो इन्ट्री भयो। यो चाहिँ म अनि लाङटाङ पछाडि ब्याकग्राउन्ड राखेर अगाडि यो सानो पोखरीमा सबैजना मिलेर यसरी हिँड्दा आहा क्या राम्रो दृश्य। यति रमाइलो यति राम्रो दृश्य त मैले अहिलेसम्म देखेको थिएँ।
माथि माथि सागरको जुन हेर्नु तिमी माथि माथि सागरको म हेर्छु मेरो जुन तिम्रो नजरको ओ म हेर्छु मेरो जुन तिम्रो नजरको हो चिना रेखा केही देखाउन म भाग्य फेरौँला तिमी बिहानसा। हामी चाहिँ अब यति बिहान अब यो डाँडा घुम्न जाँदैछौँ। माथि डाँडाबाट चाहिँ राम्रो भ्यू देख्छ भनेर सबैजना हामी ठ्याक्कै 7 बजी होइन 7 बजी हिँड्दैछौँ हामीहरू। यहाँबाट चाहिँ बाटोभरि गुराँसै गुराँस रातो छपक्कै बलेको थियो त यति रमाइलो लाग्यो। यहाँबाट त कहिले फर्किनै मन लागेको थिएन, यति रमाइलो। आहा यस्तो दृश्य काठमाडौँबाट कहाँ पाउनु, यति राम्रो हावा यति राम्रो दृश्य काठमाडौँबाट कहाँ पाउनु यस्तो। वाउ यो चाहिँ साँच्चै नै स्वर्गै थियो। हामी लगभग आधी घन्टा अलरेडी हिँडिसक्यो त्यो भ्यू टावर पुग्नको लागि। त्यो भ्यू टावर चाहिँ छ वहाँ माथि। त्यो माथिको भ्यू टावर पुग्ने छ चाहिँ तिम्रो। यत्रो मिहिनेत गरेर यति माथिसम्म आएपछि सबैले एक एकवटा सिङ्गल फोटो त हान्नै पऱ्यो र पालैतिर सबै साथीहरू सिङ्गल फोटो हान्दैछन् र एउटा साथी त उफ्रिरहेको पनि छ। र कुनै पनि ठाउँमा जाँदाखेरि हामीलाई रमाइलो अरूले गर्दैन, हामी रमाइलो आफै गर्नुपर्छ। त्यसैले हामी आफै गीत गाउँदै रमाइलो गर्दै हिँडिरहेको छ। अनि माया छेउमै बस्नु, अनि माया छेउमै बस्नु। बल्ल मेरो पिरातीको मुना पलायो, बल्ल मेरो पिरातीको मुना पलायो। हेर तिम्रो परेलीले मलाई बोलायो, हेर मेरो परेलीले मलाई बोलायो। जाई जुई परेली फुल फुलेछ, जाई जुई चमेली फुल फुलेछ। गालाको खाल्टोमा दिल बसेछ, गालाको खाल्टोमा दिल बसेछ। अच्छा लेकिन लन्डनको चिसोले समौला, अच्छा लेकिन लन्डनको चिसोले समौला। अनि माया छेउमै बस्नु, अनि माया छेउमै बस्नु। यो हो रातो गुराँस, यसलाई लाली गुराँस भन्छ। यो हो सेतो गुराँस, यसलाई सेती गुराँस भन्छ। उता पिङ्क छ, उता पिङ्क। यहाँ छ पिङ्क गुराँस, यसलाई इङ्की पिङ्की पिङ्की गुराँस भन्छ। याक नदेखेसम्म त हिमाल पुगेको महसुसै हुँदैन। सो अब हाराहारी हामी लगभग 10 बजेको समयमा यो ठाउँ छोडेर जाँदैछौँ। अनि यहाँ आएर चाहिँ हाम्रो मदन सर र सुमित सरको फरमाइसमा
हामीले चौरीको दुध खायौँ। यहाँका साउनीहरू साह्रै रमाइला हुनुहुँदो रहेछन्। यहाँसम्म आइसकेपछि तातो पानीमा नुहाएको त के जानु भनेर सबै साथीहरू सल्लाह गरेर आयौँ र यहाँ आउँदाखेरि तातो त तातो मन तातो मात्रै छ। त्यही पनि हामीले चाहिँ कुण्ड होला, कुण्डमा गएर एकछिन डुबुल्की मारौँला भनेको त सानो तुर धारा आइरहेको छ र हामीले ननुहाउने निर्णय गऱ्यौँ। यसरी हामीले हाम्रो नागथली यात्रा घुम्दै फिर्दै हाँस्दै कुरा गर्दै गीत सुन्दै गीत गाउँदै नाच्दै यसरी टुङ्ग्यायौँ। धन्यवाद।